यहाँ 80% मान्छेहरू नक्कली सुकुम्बासी होला, तिनीहरूलाई कारबाही होस्। नक्कली सुकुम्बासी छन् भने तपाईँले बल प्रयोग गर्नुहोस्, उनीहरूलाई हटाउनुहोस्, जे पनि गर्नु। हामी यहीँ बस्छौँ, यही ठाउँमा बस्छौँ भनेर सुकुम्बासीले त्यो चाहिँ भन्न पाउँदैन। सरकारले चाहिँ जहाँ व्यवस्थापन गर्छ त्यहाँ गइदिनुपर्छ। जो नक्कली छन् त्यसलाई भत्काउनुहोस्। जस्तो काठमाडौँमै बस्नुपर्छ भन्ने छैन नि त। यो सम्पत्ति कसैको पनि हुँदैन, यो राज्यको सम्पत्ति हो। सुकुम्बासी बस्ती तपाईँको सहरमै चाहिन्छ भन्ने छैन नि त। त्यो हटाउनु पर्ने आवश्यकता होला, हटाउने हो। तर त्यहाँ सक्कली र नक्कली कोन त्यो चाहिँ सरकारले पहिला छुट्याउन आवश्यक छ। जो नक्कली छन् त्यसलाई भत्काउनुहोस्, जो सक्कली छन् तिनीहरूलाई त्यहाँ राख्नुपर्छ भन्ने पनि छैन। तर अन्त कतै व्यवस्थापन गर्नुहोस्। जस्तो काठमाडौँमै बस्नुपर्छ भन्ने छैन नि त। तराईको कुनै ठाउँमा जहाँ खाली जमिन छ त्यहाँ राख्न सकियो नि त। या तपाईँको पहाडका कुनै खाली जमिन छ जहाँ उत्पादन गरेर उनीहरूले एउटा घर बनाएर कमसेकम बिहान बेलुका खानाका लागि आफ्नो तरकारी उत्पादन गरेर अर्थात् कृषि उत्पादन गरेर खाना बस्न सक्ने ठाउँमा राख्न सकियो। तर सहरमै बस्नुपर्छ भन्ने छैन।